Hello everyone, I am Mantakitsi and welcome back to my channel. I hope सबैजना मेरो युट्युब फ्यामिली सन्चै हुनुहुन्छ होला। न्यू डे न्यू ब्लगको साथमा म फेरि आज पनि उपस्थित भइसकेँ। मेरो डेली ब्लगको सुरुवात भइसक्यो साथीहरू। गुड मर्निङ सबैजनालाई। अनि के गर्नुहुँदैछ साथीहरू? म चाहिँ भर्खर उठेको भन्दा पनि अघि नै हो उठेको त। पनि मोबाइल हेरेर बसेँ। म त एक्जाम सके मोबाइल हेर्न पाइन्छ भनेर मोबाइल हेरेर बसेँ साथीहरू। अनि अब आजको ब्लग स्टार्ट गरिहालौँ न त भनेर चाहिँ टुक्क ब्लग बनाएको होइन, स्टार्ट गरेको। एउटा कुरा छ कि गाइज, आज चाहिँ होइन सिमनको स्कुल चाहिँ छुट्टी रहेछ होइन। म्यासेज आएको त्यतिखेर ऊ चाहिँ स्कुल जाने तयारी गर्नलाई चाहिँ होइन। केटी पुरा रेडी हुन्छ नि त। अनि रेडी भइसकेपछि चाहिँ त्यसलाई के गर्नुपर्छ थाहा छ? पुरै रेडी भइसकेपछि चाहिँ ऊ ड्रेस लगाउँछ कपडको चाहिँ सब पछि लास्ट के ढोकामा निक्लिन्छ। धेरै स्कुल बिदा छ भनेर भनिदिनुपर्छ। अहिले चाहिँ नभनेको म त बुवा अब रेडी हुन आउँछ। उसलाई थाहा नै छैन म्यासेज आएको स्कुलबाट आज छुट्टी भनेर। आज सार्वजनिक बिदा हो नि त। मतलब सार्वजनिक बिदा त होइन कि गाडी नचल्ने कारण भनेर त होला। त्यही चाहिँ भएर रिजन भएर छुट्टी दिएको रहेछ। केटीलाई थाहा नै छैन। त्यही भएर भत्याएको आउँछ ल। केटी रेडी सेडी हुन्छ अनि दोकान आएर बढेपछि सीमान्त गाइज चाहिँ हाम्रो बहिनीको स्कुल जाने तयारी हुँदैछ। आज धकस पारामा बहिनी आज स्कुल जाँदैछ है त। हो स्कुल जानु ला हो। मम्मीले अलिकति केही खाएर जाऊ है बहिनी भन्दै हुन्छ। बहिनी थोरै केही खाएर जाऊ ल। अब बाँकी चाहिँ एकछिन देखाउँछु ल केटी जाने बेलामा गाइज। आज पनि स्कुल बिदा हुनु नि। यस्तो हुन्छ स्कुल जान भनेपछि गाइज हेर्थे स्कुल बिदा हुनु नि भन्दैछु। केटी तयारी गर्दैछ गाइज स्कुल जानको लागि। कपाल सपाल कोरेर रेडी हुँदैछ। त्यसलाई थाहा नै छैन। बहिनी कहाँ आइन के बोकेको हातमा? नयाँ जुत्ता। राम्रो छ बोल। कस्तो केटाकेटी जस्तो भयो। दिदी बाई बाई भनी यसले। आमा बाई, मम्मी बाई, दिदी बाई। दिदी होय। जुत्ता नलाऊ दुःख नगर। साँच्ची भनेको। त्यही हो त छिटो जाकी जा भनेको। नयाँ सुज लिएर खेल्न हिँड्या अरे यो। यस्तो त नानी आज बिदा भइदियो नि हुने हो।
यस्तो रमाइलो छ गाइस ल प्र्याङ्क हुन्छ 1 घण्टा लाएर यत्रो कसा लाग्यो मेरो मजाक केटी प्राङ्क पुरा सक्सेसफुल प्राङ्क त्यहाँ कमेन्ट के आएको थियो थाहा छ के अरे पैसा लगाउनु परेपछि यस्तै हुन्छ अयो ल गाइस रमाइलो भयो केटीलाई प्राङ्क कहानी हो अब बाँकी चाहिँ है त खाइसक्छु 1 घण्टाले बाँचेको हाइट त्यस्तो स्टेज क्या डक्टरले सुधा त्यही भनेको तपाईँहरूले अपरेसन गर्नु भएन नि यो केटी गएर 1 घण्टाभित्रमा भनेर नै वार्निङ नै दिएको क्या त्यही रुँदै थिएन मेरो राम्रो म अपरेसन गर्दिनँ भनेर टेस्ट गरौँ टेस्ट गरौँ यहाँ ल्याउनु अगाडि क्यामेरा मिठो खा ठ्याक्कै फाइनल छ होला क्या अनि मलाई पनि त्यो के खानु हुँदैन भन्थ्यो क्या चिलाउनु होइन त्यो अपरेसन अनुसार हुन्छ अब कस्तो उता हाम्रो नि सानीको गर्दाखेरि जे पनि खानुहुन्छ त्यो अपरेसन ल गाइस हाम्रो चाहिँ खाजा रेडी भइसक्यो बर्थडेमा गइसक्यो कि नै गएन होला अब खाजा खाने हो है त गाइस अब पिरो पिरो ताजा खाम है त कस्तो भएछ गइसकेको छैन स्कुल गएको थियो होला हौ यो म आउँदासम्म घरमै भइसक्यो घरमै थियो लाजन दाइ होला गाडीमा अटेन होला क्या जस लाजन दाइ हुनुहुन्थ्यो क्या त्यतिखेर अनि भन्दै पनि हुनुहुन्थ्यो जहिले अनुको बर्थडेमा चाहिँ म आइपुग्दो रहेछ 3 वर्ष सरासर हो त एकपल्ट त्यहाँ सृजना नगरको त्यो उसमा मनाएको त्यही उतो बर्गर हाउसमा त्यतिखेर अनि दरबारी सेटमा अनि त्यो शङ्कर होटलमा अन्त म अहिले बर्थडे पनि थाहा छैन यो दिदीको बर्थडे 2 वर्ष त्यसमा हजुर पनि भइसिन त्यो म पनि थिइनँ स्कुटरवालामा म थिइनँ स्कुटरवालामा सबै थिए सबै थिए म थिइनँ स्कुटरवाला कुरा हुँदैछ गाइस मेरो बर्थडेको चलिरहन्छ सिमन थिएन स्कुटरवालामा सिमन थियो अरू प्याटर्नमा थिएन म आउनुभन्दा अगाडि थियो दिदीको स्कुटर थिएन तर के गर्नु हुँदैन पिरो पिरो चाउचाउको साथमा साथीहरू आजको भ्लग के कस्तो लाग्यो हेरेर लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला बुनी प्राङ्क भएको भिडियो त हेरिहाल्नुभयो आजको त्यस्तो विशेष केही छैन त्यही पनि हेरिदिनुहोस् सब्सक्राइब गर्नुभएको छैन भने मेरो च्यानललाई सब्सक्राइब गर्नुहोस् नयाँ नयाँ हुनुहुन्छ भने हामी हेरेर प्रतिक्रिया दिनुहोस् कस्तो कस्तो भिडियो हेर्न चाहनुहुन्छ हजुरलाई मनमा लागेको यस्तो चाहिँ भिडियो आओस् भनेर भन्न चाहनुहुन्छ कसैलाई प्राङ्क गर्नुपर्ने छ भने पनि सजेस्ट गर्नु होला म त्यही अनुसारको भिडियो लिएर आउँछु अहिलेको लागि चाहिँ यति नै सबैजनालाई बाई बाई